के भयो? दुखी हुनुहुन्छ? मनमा अशान्ति भयो? जिन्दगीदेखि हरेस खाइसक्नु भएको छ? कसैसँग बोल्न मन लाग्दैन? एकान्त मन पराइराख्नु भएको छ? रुन्न मन लाग्छ? के भयो त? समय समयको खेल हो। हिजो हाँस्दै हुनुहुन्थ्यो नि त, आज रोइराख्नु भएको छ। यो समय पनि बितेर जानेछ। यो समय जान पनि समय लाग्दैन। जसरी दिन पछि रात अवश्य पनि आउँछ, त्यसरी नै सुख पछि दुःख र दुःख पछि सुख। हामी ह्युमन बिइङ हौ। एज बिइङ अ ह्युमन बिइङ हाम्रो ह्युमन नेचर हो प्रतिक्रिया दिनु, रुनु, दुःखमा रुनु, सुखमा हाँस्नु। फेरि दुःखैमा मात्र किन आत्तिने? लड्ने नि। जति दुःख कष्ट मेहनत परिश्रम गरिराख्नु भएको छ नि, त्यति नै ठुलो सफलता हासिल हुन्छ तपाईलाई भविष्यमा। त्यही भएर दुःख आयो भन्दैमा आत्ति चाहिँ हाल्नुहुन्न र सुख पाए भन्दैमा मात्ति हाल्नु हुँदैन। जसरी एक एक थोपा मिली समुद्र बन्छ नि, मान्छेको एक एक दुःख मिली मिली सफलता मिल्छ। त्यो कहिले पनि बिर्सिनु हुँदैन। गिभ अप गर्ने सोचिरहनु भएको छ भने त्यो कदापि नसोच्नुहोस्। तपाईको असफलतामा तपाईकै आफ्नाहरूले ताली पिट्छन्। बुझ्नुभयो? यु आर भेरी स्ट्रङ। तपाईले लड्नु पर्छ आफ्नो लागि, आफ्नो जीवनको लागि, आफ्नो उज्जवल भविष्यको लागि, आफ्नो परिवारको लागि। है? धेरै माया।